हेलो गाइस, स्वागत छ। वेलकम टु डेली ब्लग्स नवीन। यहाँनिर चाहिँ हामी उता जाँदैछौँ। यहाँ सिलगढीको बाटो हो, यो टिस्टाको जुन चाहिँ तेर्सो बाटो छ, त्यो बाटो जाँदैछौँ। हामीसँग धेरै पार्टनर हुनु बाइकर्सहरू, तर सायद मलाई लाग्छ कि उनीहरूले मलाई छोडे जस्तो छ, किन सबै अगाडि होला। म बिस्तारै पछाडिबाट आउँदैछु अनि यहाँबाट चाहिँ हामी बाघपुल काटेर चाहिँ हामी जुन चाहिँ त्यो कोरोनेसन ब्रिज छ त्यसलाई काटेर चाहिँ हामी यता चाल्सापट्टि हामी पस्छौँ। यो चाहिँ हामी कहाँ गएको भन्दा चाहिँ हाम्रो यात्रा चाहिँ हो कालिम्पोङ टु टुरा भन्ने जग्गा। अनि त्यहाँनिर चाहिँ जति पनि हामी बाइकर्सहरू छौँ, हामी झन्डै 13जनाहरू हामी छौँ। हामी सबैजना चाहिँ त्यो ठाउँमा जाँदैछौँ। यो सिलगढीको जुन चाहिँ बाटो छ, यो आफ्टर रेनी पनि अहिले अब धेरै बनाएको कारणले गर्दा एकदम राम्रो छ। अहिले अस्ति पानी परेको कारणले गर्दा, फ्लड भएको कारणले गर्दा त्यहाँनिर बिचमा हामीले के देख्छौँ, त्यहाँनिर पानीहरू आएको बाटोमा फ्लडले गर्दा अलिकति हिलो ल्याएको देख्छौँ। तर अरू ओभरअल हामी हेऱ्यौँ भने चाहिँ बाटो एकदमै राम्रो छ। अनि हामी बिहान हामी 6 बजी हामी कालिम्पोङबाट हिँडेका थियौँ। अनि यहाँ करिबन हामी 7:30 बज्यो होला, 7, 7:30, किन हामी बिचमा बिस्तारै रोक्दै पनि आयौँ। 7:30, 8 एराउन्ड 8 बज्यो होला खाजासाजा खाँदा। अनि त्यति बेला चाहिँ एकदमै ब्युटिफुल थियो मर्निङ, एकदमै राम्रो थियो दृश्य, यसको मर्निङको दृश्य। अनि त्यस्तो प्रकारले हाम्रो जति पनि टिमहरू हुनुहुन्छ उहाँहरू चाहिँ अगाडि जानुहुँदैछ। यो बाटो एकदमै त्यस्तो डरलाग्दो खराब भएको चाहिँ देखेन, किनभने यो बाटो जुन चाहिँ छ एकदमै राम्रो थियो, कुनै डिस्टर्बेन्स छैन पानीको कारणले गर्दा। किनभने यो टाइम चाहिँ हामी एकदमै हेभी रेन भएको थियो, अक्टोबर टाइमको केही समयमा गएको। हेर्नुहोस् न, एकदमै दामी भइरहेको छ। यो मैले मोबाइल चाहिँ मेरो यो होइन, गोप्रो होइन, यसमा चाहिँ मैले जुन चाहिँ मोबाइल माउन्ट पाउँछ, मोबाइल होल्डर तपाईँ, अनि मेरो हेलमेटमा लगाएर मैले आफ्नै मोबाइलदेखि खिचेको एन्ड्रोइड मोबाइल हो यो, iOS पनि होइन, यसले खिचेको। बिचमा चाहिँ यो बाटो किन खराब छ भने चाहिँ एउटा चाहिँ हेभी भेहिकलहरू त्यो बाटो हिँडेर, अनि जग्गा चाहिँ जहाँ त्यो सिक्किम जाने जुन चाहिँ ट्रेनको लिकहरू बनिँदैछ, ट्र्याकहरू बनिँदैछ, त्यसले गर्दा पनि हो। तर एकदमै अहिले चाहिँ अब त्यस्तो नराम्रो बाटो चाहिँ अहिले कालिम्पोङ टु सिलगढी चाहिँ त्यस्तो छैन, किन पहिला जस्तो छैन। लिकभिड पनि त्यस्तो छैन, किन सबै अहिले मेन्टेन गरेको छ, राम्रो बनाएको छ। अनि एकदमै राम्रो छ। हामी यो जुन चाहिँ यात्रामा हामी जाँदैछौँ, यो बाटो तपाईँले हेर्नुहुन्छ, यो बाटो अलिकति ब्रड बनाएको छ। पहिला चाहिँ अलिकति न्यारो थियो, तर अहिले चाहिँ अलिकति ब्रड पनि भएको छ। अनि ब्रड सँगसँगै यो बाटो